पनि यति बेला आफ्नो नृत्य देखाइसक्नु भएको छ। दृश्यमा तपाईँले निकै उत्साहका साथ यति बेला उहाँले आफ्नो नृत्य देखाइरहनु भएको छ। दर्शकवृन्द यति बेला हामी रुकुमपूर्वको लुकुममा आइपुगेका छौँ। प्रचण्ड निकै उत्साहित हुनुहुन्छ यति बेला आफ्नो चुनावी क्षेत्रमा आउँदा। प्रचण्डप्रति यति बेला मतदाताहरू पनि निकै उत्साहित छन् र यति बेला लुकुम गाउँ देखिसकेपछि उहाँ चाहिँ निकै मोहक बन्नु भएको छ। र यति बेला हामी यति बेला पूर्व मन्त्री दलजी शेर्पालीसँग कुराकानी गरिराख्नु भएको छ र निकै उत्साहका साथ निर्वाचन क्षेत्रमा आइराख्दा निकै उत्साहका साथ मतदाताले प्रचण्डलाई स्वागत गरेका छन्। प्रचण्ड पनि यति बेला आफ्नो नृत्य देखाइसक्नु भएको छ। दृश्यमा तपाईँले निकै उत्साहका साथ यति बेला उहाँले आफ्नो नृत्य देखाइरहनु भएको छ। यति बेला प्रचण्ड उत्साहका साथ आफ्नो यहाँ मतदातासँग खुसी साटेको दृश्य तपाईँलाई देखायौँ। निकै उत्साहित हुनुहुन्छ।